जनतालाई 81औं शताब्दीमा पनि ठग्ने, छक्याउने, अचम्म र चकित नपार्ने। थाहा छैन उहाँले त्यो धम्की कसलाई दिनुभएको। थपक्क तपाईँको गोजीमा राख्नुहोस् न त्यो धम्की। प्रकाशजी हो, प्रकाश बुजुलाई यसै गर्नु पर्थ्यो। ठिक गरे जनताले, जे गरे ठिक गरे। अर्काको 6-7 लाख रुपियाँ त्यसरी लिन मिल्छ, बिरामी निको पार्छु भन्दै यसरी ठग्न मिल्छ भनेर ताली बजिरहेका छन् कतिपयले। र कतिपयले चाहिँ दुःख पनि व्यक्त गरिराख्नु भएको छ। 81औं शताब्दीमा पनि जनतालाई मुर्गा बनाउने, दिम्सै रात बनाउने भनेर कतिपयले यस्ता खालका अभिव्यक्तिहरू पनि दिइराख्नु भएको छ। आदरणीय दर्शक महानुभावहरू, यहाँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु मेरो अपडेट टिभीमा। मेरो अपडेट टिभीमा आज मात्रै फर्स्ट टाइम जोडिदिनुहुन्छ भने यो भिडियो फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने हामीलाई फलो गर्नुहोला। अनि आफ्नो मनमा लागेका स्वतन्त्र विचारहरू पनि खोलेरै लेख्नुहोला। अनि त्यसै गरी यो भिडियो युट्युबबाट हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। छेउमा रहेको बेललाई दबाउनुहोस् अनि अल बटनमा दबाउनुहोस् ताकि हामीले अपलोड गरेका सामग्रीहरू तपाईँहरू भएकोसम्म चाँडोभन्दा चाँडो आइपुग्नेछ। दर्शक महानुभावहरू, केही दिन यता मात्रै आफूलाई झाँक्री बताउने प्रकाश भुजेलको आश्रममा, आश्रम भन्नेको छ सत्यता के हो, आश्रम हो अथवा के हो, त्यो झारफुक गर्ने ठाउँमा चाहिँ जुन तोडफोड गरे भन्ने कुराहरूमा यो विषयमा थोरै म स्पष्ट पार्न चाहन्छु तपाईँहरूलाई दर्शक महानुभावहरू। र कतिपयले चाहिँ प्रकाश भुजेलले चाहिँ मेन पावरलाई दबाब दिएको कारणले गर्दाखेरि मेन पावरका चाहिँ ती टोले गुन्डाहरू आएर चाहिँ इस्यु गरेको हुन सक्ने पनि बताएका छन्। र कतिपयमा चाहिँ कतिपयले चाहिँ यो पनि भनिराख्नु भएको छ कि एकजना बिरामीलाई चाहिँ निको पार्छु, चट्टै म निको पारिदिन्छु, यति पैसा चाहिन्छ, 6-7 लाख रुपियाँ लिएर चाहिँ उक्त बिरामी ठिक नभएको झारफुक गर्दाखेरि अनि त्यस पछाडि उनको निधन भएको बिरामीको उनको आफन्त आएर निधन भइसकेपछि उनको आफन्त आएर उक्त घटना घटाएको हुन सक्ने भनेर कतिपयले आफ्नै यस्ता विचारहरू लेख्नु भएको छ। तर सत्यता यही नै हो। दर्शक महानुभावहरू, तपाईँहरूको मनमा केही न केही कुराहरू पक्कै पनि खेलि नै हाल्छ। आफ्नो मनमा लागेका स्वतन्त्र विचारहरू लेख्नुहोला। यो अहिले 81औं शताब्दीमा पनि यस्ता ठग काम गर्ने, झाँक्रीको विश्वास गर्ने भन्ने कतिपयले यस्ता कमेन्टहरू पनि गरिराख्नु भएको छ। विभिन्न कसैले चाहिँ फेरि चिन्ता पनि व्यक्त गर्नु भइरहेको छ। चिन्ता व्यक्त गर्ने कमै मात्रामा हुनु छ। धेरैले यो जुन प्रकाश भुजेलको त्यो झारफुक गर्ने ठाउँ थियो त्यो ठाउँमा चाहिँ तोडफोड गरेपछि चाहिँ ढ्याङ्ग्राहरू चाहिँ पुरा त्यो झारफुक गर्ने ठाउँ थियो, त्यो ठाउँबाट बस्ने सोफाहरू लगायत ढ्याङ्ग्रामालाहरू, झ्याम्टाहरू, विविध कुराहरू चाहिँ रोडमा सडकभरि छपष्ट पारिएको थियो। दर्शक महानुभावहरू, प्रकाश भुजेलले फेरि ठगी प्रगति ल्याउँछन् त भनेर कतिपयले यस्ता खालका विचारहरू पनि लेखिरहनु भएको छ, बोलिरहनु भएको छ। तपाईँहरूका पनि आफ्ना मनमा लागेका स्वतन्त्र विचारहरू लेख्नु होला। अनि अर्को कुरा के छ भने उहाँले आफूमा बहादुरीपन देखाउनु भएको छ। प्रकाश भुजेलले टिकटक मार्फत एउटा भिडियो राख्थे, उहाँले भन्नुभएको छ कि यो फेटा उतारेको दिन, निकालेको दिन, त्यो दिन म के गर्नेछु यसो उसो भनेर त्यस्ता खालका धम्कीपूर्ण भिडियोहरू पनि अपलोड गरिराख्नु भएको छ। थाहा छैन उहाँले त्यो धम्की कसलाई दिनुभएको। थपक्क तपाईँको गोजीमा राख्नुहोस् न त्यो धम्की प्रकाशजी भनेर कतिपयले यस्ता खालका विचारहरू पनि लेख्नु भएको छ, नलेखा होइन। दर्शक महानुभावहरू, अब प्रकाश भुजेलले चाहिँ चाहिने 6-7 लाख रुपियाँ लिएर बिरामीले चाहिँ चाहिने बिरामीको पार्छु भनेर फुकेर बिरामी ठिक नभएपछि उनका आफन्तहरूले चाहिँ जुन त्यो तोडफोड कार्यक्रम गरेको भन्ने कुरा नि भएको छ। तर हालसम्म वास्तविक कुरा भने बाहिरिएको छैन। दर्शक महानुभाव, के भन्न चाहनुहुन्छ? आफूलाई झाँक्री हो भनेर बताउने प्रकाश भुजेललाई आफ्नो मनमा लागेका स्वतन्त्र विचारहरू लेख्नु होला है। त्यो अधिकार तपाईँसँग छ। त्यो अधिकार, लेख्ने अधिकार कसैले पनि रोकछेक गर्न पाउने छैन। आजको बसेबाट म ज्ञापन बिताउन चाहन्छु। बिदा दिनुहोस्। नमस्कार। तपाईँको बाँकी समय शुभ बितोस्। सबैको जय होस्।